हालेलुया प्रभु धन्यवाद यो महिना अनि तपाईँ फेरि ठिक्क चलाउनु हरेक मतलब पार्ने भगवान हो न भगवान सहायता गर्नुहोस् हरेक राम्रो गर्न खोजेको होइन राम्रो होइन दूध दही घी भात राम्रो मामाले आउनु फेरि भएन तर कति बेला लाग्छ टन्ने समय लाग्छ लाग्दैन हुन्छ नि हामी त यसमा पठाउँ नि अब भदै ठुलोमा अब त यो त आज बाटोलाई पठाउनु होइन हामी त्यसमा घुरु नखानु न एक फन्का खोल्यो भने ठिक हुन्छ त काका गोठालो जिन्दगी यस्तो भट्टमै पारेर निकालेर भैँसी गयो गाई गयो भ्यू गाईको होला हाम्रो कालो गाईको प्युर कालो गाई काट्छ भयो मामाले महिना गरेको तपाईँले भयो होला है मामा होला पानी हाल त छैन तपाईँ बाक्लो दही हो नि त यो ए छैन कि भएको छैन तातो पानी हालिदिनु हल्का आलु बसाल्नु मात्रै छिटो हुन्छ के हुन्छ यो तातो माइसा दही हो लाग्दैन भाइ नगर है छोरा उता जाऊ नरमाइले त मै पर्नु खोज्यो माया माएर छोडेको र कसले भन्नु नरमाइले अनि फेरि बेलुका तातो पानी हालेर अनि दही धेरै भयो कि परम्परादेखि चलिआएको यो ठुलोमा पार्ने चन्दा तान्दामा ल ससुराली गाउँमा मजाले मही पारेर आलु मै खाएको र चिकन ठेकालाई नि महँगो पर्छ नि हजुर यो त 35 टाका सानो हेर्दा सानो 35 लाख पर्यो यो बनाउनु दुःख छ त्यो ठुलोलाई चाहिँ अलिक कमै पर्छ यसलाई चाहिँ धेर पर्छ त्यसो हो है हजुर ओके तातो छ नि त आगोसँग है त्यो बाक्लो भएर हो क्या भयो त भयो नि त लाउनु पर्छ लाउनु उचाल्नु त यो मदै नि उचाल मै भएकै छैन भयो जस्तो कि होइन र भएको छ पानी हालेर न थोरै
झन् बिग्रिन्छ नि पानी हाल्दा बिग्रिनु दही ढेर भयो क्या सानो ए हुन चाहिँ लाग्यो अझ छैन यही केही टाँसेको बिलेर छ नि त यहाँ बिलेको हामीले मै बनाएको नि त यो एकदम मतलब खायो सायद अनि भएको छैन हेलो ल है अलिकति सर है सोह्रमै सोह्रै सक्छ नि अब यति छ कुरा यो क्यारियर पस्छ हौ खाना खानुपर्छ मै बन्यो पापा त झोल